हेलो एभ्रिवान, वेलकम माई मिनी ब्लग। आज चाहिँ म बुढा नीलकण्ठ नारायण थान गएको थिएँ। एकदम आनन्द फिल भयो अनि एकदम धेरै लाइन थियो यसमा चाहिँ। अनि अस्ति एकादशीको दिनदेखिको सप्ताह लगाउनु भएको रहेछ अनि त्यही भएर धेरै भिड थियो। हामी चाहिँ धेरै लाइन बसेर अनि पालो नै आयो अनि हामी दर्शन गर्न भित्र पस्यौँ। अनि भित्र चाहिँ छिटो एकदम छिटो नै गराउनु भएको थियो किनभने धेरै लाइन भएको हुनाले। अनि हामी चाहिँ छिटो दर्शन गऱ्यौँ, पूजाहरू गऱ्यौँ नाङ्गोमा चाहिँ। अनि छिटो बाहिर निकालिदिनु भयो हामीले चाहिँ। अनि यहाँनिर चाहिँ अब एकादशी हुनाले चाहिँ यस्तो धेरै भिड भएको, नभए अरू बेला खासै त्यस्तो भिड चाहिँ हुँदैन थियो। अनि बाहिर निस्केर अनि हामीले आरतीहरू गऱ्यौँ। आरती गरेर अनि गणेशस्थान पनि गयौँ त्यहाँनिर नजिकै। अनि गणेशस्थान गएर अनि पूजा गऱ्यौँ। अनि त्यहाँ पनि लाइनै थियो। आज त धेरै नै लाइन बस्नु पर्यो। अनि त्यही पनि एकदम आनन्द, मन शान्त भयो। जति लाइन बसेर पूजा गरे पनि एकदमै मन चाहिँ भित्रदेखिको आनन्द फिल भयो। नानु पनि हिँड्दैछ अनि म पनि नजिकै सप्ताह लगाउनु भएको थियो। अनि त्यसपछि त्यहाँनिर हल्का फोटोहरू खिच्यौँ। अनि त्यसपछि चाहिँ अनि हामी घर फर्केको। हामी 3 जना गएको थियौँ। एकदमै आजको दिन एकदम रमाइलो भयो। बाई बाई।